नमस्ते साथीहरू, हजुरहरूलाई स्वागत छ मेरो मिनी ब्लगमा। अनि सन्चै हुनुहुन्छ? आयो हजुरहरू सबैजना सन्चै हुनुहुन्छ होला। म पनि यहाँ एकदम सन्चै छु है। मेरो बिहानीको सुरुवात चाहिँ भइसक्यो। बिहान उठेर नुहाउनुको मजा नै छुट्टै छ कि साथी। नुहाइसकेपछि चाहिँ मेरो अगाडिको कामहरू सुरु हुन्छ। बिहानको कामले गर्दा त साथीहरू कहिले चिया खान पनि भ्याउँदैन। बिहानको कामले गर्दा होइन साथीहरू, ढिलो उठ्नुको कारणले गर्दा हो। बेलुका जति छिटो सुत्छु भने पनि है ढिलै हुन्छ। अनि बिहान आँखा खोल्न अनि कहाँ छिटो सक्छ त है साथीहरू। अनि साथीहरू, हजुरहरूले ब्लग मन पराइदिनु भएकोमा हजुरहरूलाई धेरै धेरै धन्यवाद। अनि ब्लग आइन दिदी, ब्लग आइन भनेर सोधिराख्नुहुन्छ है। मलाई चाहिँ खुसी लाग्यो हजुरहरूले मेरो ब्लग मन पराइदिनु भयो। दुई चारजना भाइहरूको लागि पनि म डेली ब्लग हाल्ने कोसिस गर्छु होइन। कुनै दिन त्यस्तै होला नसक्ला, तर पनि म प्रायः जस्तो हाल्ने कोसिस चाहिँ गर्छु है साथी। हाम्रो भाँडा मान्दी ठाउँ बाहिर छ नि त साथीहरू। अनि बेलुका हल्का पानी परेर नि मलाई माझ्न झ्याल लागेर म चाहिँ अहिले माझ्दैछु साथीहरू। म चाहिँ भाँडा माझीवरी पनि आइसकेँ। अनि आएर दाल बसाल्छु, खाना बसाल्छु, अनि तरकारी त केराउनतर्फ लाग्छु ल। अनि पानी पिउँदै सबै खाना तरकारी दालहरू सबै टाइममा पाक्यो भने है अनि सजिलो हुन्छ नि त बाबुलाई खुवाएर पठाउनु। र म चाहिँ अनि मेरो अरू काम सक्ने बित्तिकै खाना बसाल्छु। र हाम्रो केटी मान्छेहरूको कामै यस्तै है साथीहरू, खाना पकाउने, खाने, खुवाउने, भाँडा माझ्ने, सरसफाइ गर्ने। अनि के साथीहरू, मैले हत्या गरिदिएँ आज होइन, लामखुट्टेको हो, अरू होइन। अनि बाबुले खाना खुवायोवरी पनि म चाहिँ बाबुलाई स्कुल पढाउन जाँदैछु साथीहरू। हेर्नु न, बाटो मकैबारीहरू हेर्दै होइन पुऱ्याएर पनि फर्किसक्यो हौ। अनि मन्दिर डुलाउन लाग्छु है म आज। इन्डियन भक्तजनहरू कति धेरैजना आउनु भएको छ। मन्दिर नजिक मात्रै पुग्नुपर्छ, एकदम आनन्द हुन्छ कि साथीहरू होइन। मनमा कति टेन्सन भिड भइरहेको हुन्छ, तर त्यहाँ पुग्ने बित्तिकै सबै के बिर्सिन्छु, आनन्द लाग्छ मलाई। आउनु भएको छैन भने आउनु है साथीहरू, मनोकामना घुम्नलाई, मनोकामना दर्शन गर्नलाई। म चाहिँ पार्लर जाने काम थियो, अनि पार्लरमा नि पुगेर पनि मेरो काम सक्न आँटे साथीहरू। म चाहिँ कस्तो देखेछु भन्ने हेर्दा चाहिँ मलाई आफै अनि सबै काम सकिवरी पनि म चाहिँ फर्किसकेँ। हेर्नु न कस्तो हुर्सो लागेको हौ मन्दिरमा। आज चिसो चिसो नै छ क्या मौसम। अनि बाबुहरूको चाहिँ एक्जाम सकेर पनि हामी लिन जाँदैछौँ के। भक्तजनहरू हेर्नु कति विश्वास, कति आश, कति इच्छा बोकेर आउनु भएको छ है। यसरी लाइन बसेर होइन घन्टौँसम्म लाइन बस्नुहुन्छ। उहाँहरूको इच्छा चाहना पनि मनोकामना माताले पुरा गरून्। अनि कुरा गर्दा गर्दा हामी चाहिँ फर्किने बेला पनि भइसक्यो साथीहरू, फर्क्यौँ पनि। अनि हेर्नु साथीहरू, मलाई चाहिँ छोडेर उहाँ कहाँ पुगिसक्यो मेरो छोरा चाहिँ। अनि आजको भ्लग कस्तो लाग्यो कमेन्ट गर्नु होला। थ्याङ्क यू साथीहरू।